जय मसी सबैलाई मेरो प्रिय साथीभाइहरू, तपाईँहरूको समक्षमा म फेरि पनि यसरी उपस्थित बनेको छु है। एउटा छोटो अनि व्यवहारिक भिडियोलाई लिएर आएको छु अनि तपाईँहरूसँग फेरि जोड्न गइरहेको छु। मलाई स्वीकार्नुहोला। विशेष गरिकन मैले यो भिडियो चाहिँ एउटा व्यवहारिक जीवनमा आफ्नो पत्नीहरूलाई कस्तो प्रकारको व्यवहार गर्नुपर्छ भन्ने कुरोलाई लिएर आएको छु। सो आज म तपाईँहरूलाई यही विषयमा भन्न गइरहेको छु है, बिब्लिकली। अनि विशेष गरिकन यदि यो भिडियोलाई तपाईँहरूले मन पराउनु भयो भनेदेखिलाई चाहिँ यसलाई लाइक गरिदिनुहोस् अनि सेयर गरिदिनुहोस् अनि मेरो च्यानललाई फलो पनि गरिदिनुहोस् भनेर म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु है। र बाइबलको अनुसार हामीले हाम्रो पत्नीहरूलाई कसरी व्यवहार गर्ने भन्ने कुरालाई अगाडि राख्दछौँ। र बाइबल अनुसार कलसी 3:19 पदले यसरी भन्दछ, हामीले हाम्रो पत्नीहरूलाई चाहिँ असाध्य प्रेम गर्नुपर्छ। हितोपदेश 5:20 पदले यसरी भन्दछ, हामीले आफ्नो पत्नीहरू बाहेक अरू कसैलाई ध्यान दिनु हुँदैन। हामीले उनीहरूलाई आफ्नो शरीरलाई झै प्रेम गर्नुपर्छ अनि आफैलाई जस्तै गरिकन हामीले माया गरेर उनीहरूलाई राख्नुपर्छ अनि उनीहरूलाई प्रशंसा गर्नुपर्छ, किनभने उनीहरू हाम्रो आफ्नो अर्धाङ्गिनी हो है, हाम्रो आधा शरीर भनेर बाइबलले भनिएको छ होइन। त्यसैले हाम्रो पत्नीहरूलाई हामीले गाली गलौज गर्नु भएन, उनीहरूसँग मिलेर बस्नुपर्छ होइन। उनीहरूलाई चाहिँ असल तरिकाले हाम्रो हेर्ने नजरिया, बोल्ने नजरिया अनि उनीहरूलाई गर्नुपर्ने माया गर्नुपर्ने त्यो व्यवहारहरू अनि हामीले उनीहरूमाथि रुड व्यवहार गर्नु हुँदैन है। त्यसैले प्रिय हो, हामीले आफ्नो व्यवहारलाई दिन बदिन हामीले यसरी सुधार्नुपर्छ। हाम्रो वैवाहिक जीवनमा है उतार चढाउ त अब तलमाथि हुन्छ, कसको परिवारमा हुँदैन र है। हरेक परिवारमा तलमाथि भइरहेको हुन्छ होइन, हरेक परिवारमा नै ठाटोटुटो भइरहेको हुन्छ। तर पनि हामीले यो विचार गर्नुपर्छ कि बाइबलको सिद्धान्त अनुसार आफ्नो पत्नीसँग व्यवहार चाहिँ कुन हिसाबले गर्नुपर्छ भन्ने कुरालाई, किनभने आफूले आफूलाई जाँचेर हेर्नुपर्छ आफू कस्तो छ अनि मात्र हामीले आफ्नो पत्नीहरूलाई जाँच्ने अधिकार छ होइन। किनभने आफू असल छ भनेदेखिलाई हामी सबैलाई नै असल देख्ने गर्छौँ होइन। यदि आफै हामी बेअसल छ, बेठिकसँग आफ्नो जीवनलाई जिरहेको छौँ भने चाहिँ हामीले अरूलाई पनि त्यसरी नै हामीले हेर्ने गर्छौँ। हाम्रो हेर्ने नजरियाहरू पनि त्यस्तै प्रकारको भएर गएको हुन्छ अनि आफूले आफूलाई पहिला झाँकेर हेरौँ होइन, कि हामी कस्तो छौँ त, हाम्रो व्यवहार कस्तो छ। सबैभन्दा असल तरिकाले हामीले आफूलाई जान्न सक्छौँ होइन। अरूले भन्दा पनि आफूले आफूलाई हामी असल तरिकाले जान्न सक्छौँ। त्यसैले गर्दा आफूले आफूलाई जाँचेर चाहिँ हामी अब जीवनलाई अगाडि बढाएर लैजानुपर्छ है। त्यसैले चाहिँ हाम्रो जीवनहरू असल तरिकाले जिउन सकिन्छ अनि हामीले भनेको जस्तो जीवन जिउनलाई यी कतिपय कुराहरू हामीले लिएर चल्नुपर्ने हुन्छ है। यो मेरो आजको यति नै हो मैले भन्नुपर्ने कुराहरू है। अब यहाँदेखि उपरान्त तपाईँले पनि यसलाई राम्रोसँग मनन गर्नुहोस् अनि बुझ्नुहोस् र यो कुरालाई तपाईँले आफ्नो फ्यामिलीमा आफ्नो पत्नीहरूसँग तपाईँहरूले सेयर गर्नुहोस् अनि आफ्नो पत्नीहरूलाई पनि तपाईँले जुन हिसाबले यसरी भिडियो मार्फत भनिएको छ त्यही अनुसारको तपाईँहरूले ट्रिट गर्नुभयो भनेदेखिलाई तपाईँको परिवार पनि एउटा सुखी परिवार भएर गएको हुन्छ भन्दै यो छोटो भिडियोलाई यहीँ राख्दैछु।